नमस्कार, कार्यक्रम ग्लोबल टकमा यहाँहरूलाई स्वागत छ। म नारायण तिमल सेना। दर्शकहरू, आज विश्व रङ्गमञ्च दिवस हो। विश्व रङ्गमञ्च दिवस मनाइरहँदा नेपालको राजनीतिक रङ्गमञ्च अचम्मको भएको छ। एकातिर राजावादी, एकातिर गणतन्त्रवादी। विशेष गरेर समाजवादी मोर्चाले भोलि चैत्र 15 गते काठमाडौँमा बृहत सभा र प्रदर्शन गर्दैछ। यो प्रदर्शन गणतन्त्रवादीहरूले राजावादीहरू सक्रिय भइसकेको प्रतिकारमा यो सभा गर्दैछन्। तर भोलि नै राजतन्त्रवादीहरूले पनि भोलि प्रदर्शन गर्दैछन्। एउटालाई तिनकुनेको ठाउँ तोकिएको छ, एउटा समूहलाई, एउटा वादीलाई, अर्को वादीलाई भिरकुटी मण्डप, गणतन्त्रवादीलाई र राजावादीलाई तिनकुने तोकिएको छ र सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ भनेर भनिएको छ। र यो सुरक्षा व्यवस्थापन एउटा पाटो छ। यता सरकारले गरेका काम कारबाहीप्रति प्रतिपक्ष दलहरू संसदमा उभिएर हिजो विरोध जनाए। कुलमान घिसिङलाई बर्खास्त गरिसकेपछि र हितेन्द्र देव साक्यलाई कार्यकारी निर्देशक, कार्यकारी प्रमुखको जिम्मेवारी दिँदै गर्दा विद्युत प्राधिकरणमा प्रतिपक्षी दलहरू राष्ट्र सेवक कर्मचारी जो राम्रो व्यक्ति छ त्यसैलाई कारबाही गर्नुको अर्थ के हो, सरकारले त पुरस्कृत गर्ने ठाउँमा किन दण्डित गर्यो भनेर यति बेला प्रतिपक्ष मात्र होइन आम जनताको चासो छ। तर यही बीचमा सरकारको नेतृत्व गरेको नेकपा एमालेका अध्यक्ष हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो युवा संघको कार्यक्रममा भन्नुभयो कि एउटा हटायौं अर्को राख्यौं। भयो के, सिद्धियो त कुरा, किन पार्लियामेन्टमा जवाफ दिन पर्यो भनेर बडा ठाडो जवाफ दिनु भएको छ। अब प्रतिपक्षले यसको विषयमा कस्तो प्रतिक्रिया दिनेछ? प्रतिपक्ष संसदमा प्रधानमन्त्रीलाई उठाएर कुलमानलाई किन हटाइयो यसको बारेमा पूर्ण रूपमा जानकारी गराउनुपर्छ भनेर संसद अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्रीले कुनै प्रोग्राममा गएर यहीँबाट जवाफ दियो, सकियो त किन पार्लियामेन्ट चाहियो भन्दै गर्दा अब प्रतिपक्ष र सत्ता पक्षको जुहारी कस्तो हुनेछ त संसदमा, त्यो पनि एउटा पाटो छ। र 1 लाख कार्यकर्ता भोलि उतार्ने भनेको समाजवादी मोर्चा, विशेष गरेर नेकपा एकीकृत समाजवादीको अहिले तयारी कस्तो छ? आज म यिनै पेरिफेरीमा रहेर कुराकानी गर्ने प्रयास गर्नेछु। मसँग हुनुहुन्छ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, नेता, युवा नेता नितेश पौडेल। स्वागत छ नितेश। धन्यवाद। आरामै हुनुहुन्छ? आज विश्व रङ्गमञ्च दिवस, नेपालको राजनीतिक रङ्गमञ्च कस्तो पाउनु भएको छ तपाईँ एउटा युवा नेताको नाताले? यो सत्य नाटक भन्दा पनि झुटो नाटकलाई सत्य बनाउन खोजिएको जस्तो रङ्गमञ्चमा मान्छे मृत्यु भयो भन्दा भोलिपल्ट यसो पर्दाभन्दा बाहिर हेर्दा जिउँदो भए जस्तो देखिन्छ। राजनीतिभित्र त्यस्तै छ। ए, आज मर्यो भोलि जिउँदो जस्तो? जिउँदो जस्तो छ भनेको त्यो जिउँदो भनेको अहिले गणतन्त्र जिउँदो हो कि अप्ठ्यारै अवस्थामा, घाइते अवस्थामा हो कि आइसियुमा हो कि एकदमै परिस्थिति जटिल हो कि भाइरस र ब्याक्टेरिया अलिकता बढी तरिकाले राजावादीहरू आएका हुन् कि त्यसले क्याप्पै खानी हो कि के हो परिस्थिति? परिस्थिति यो जसरी सोचिएको छ नि, राजा आइहाल्छन्, ज्ञानेन्द्र शाही आइहाल्छन्, ज्ञानेन्द्र शाह, उनी कुर्सी नारायणटी बसिहाल्छन्, त्यहाँबाट हुकुम परमादेश जारी गर्छन् र सेनाले त्यसलाई मानिहाल्छ। नेपाल प्रहरी सरकारहरू सबै त्यसका तल अधीनमा हुनेछन् भन्ने जुन सोचिएको छ यो गलत छ। यो के हो भन्दाखेरि यसको पनि प्रक्रिया हुन्छ। हिजो गणतन्त्र ल्याउने बेलामा संविधानका यी कुरालाई निलम्बित गरियो, यो कुराहरू ल्याइयो र यसरी राज संस्थाका विषयमा संविधान सभाले चाहिँ पार्लियामेन्टले यो निर्णय गर्ने भनेर सर्वसम्मत गरेर पार्लियामेन्टबाट हटाइएको संस्था हो एउटा। त्यसो हो भने, त्यसो भइराख्दा के हुन्छ भन्नुहुन्छ भने अहिले पनि त्यही प्रक्रियामा जानुपर्छ। विश्वको सबै कुरो हेर्नुभयो भने तपाईँ अमेरिकामा यदि योभन्दा अगाडिको चुनावमा डोनाल्ड ट्रम्पका सबै गएर व्हाइट हाउस त घेरेकै थिए, त्यत्रा मान्छेलाई मुद्दा लागेकै थियो, तपाईँले सुन्नुभएकै छ। अस्ति उनी निर्वाचित भएपछि ती सबै मुद्दा खारेज गरे।
भनेपछि त्यतिखेरै उनी किन राष्ट्रपति हुन सकेन नि त? त्यसको पनि प्रक्रिया हुन्छ। संस्था फाल्ने कुरा चाहिँ हिजोको जस्तो लिग उसमा गएर दौडेर फलाना हुने भन्ने कुरा त होइन यो त। तर विश्व राजनीति र साउथ एसियाको दक्षिण एसियाको राजनीतिक परिवेशलाई हेर्दै जाँदाखेरि र नेपालको कन्टेन्टमा जुन किसिमको देखिएको अवस्था छ नि, तपाईँ मैले भन्न खोजेको राजावादी र गणतन्त्रवादीको जुन देखिएको छ परिस्थिति, र भोलि तपाईँहरूले प्रदर्शन गर्दै हुनुहुन्छ, त्यही बङ्गलादेश हेरौँ, त्यही श्रीलङ्का हेरौँ होइन, भनेको यही छिमेकी त हुन् नि, यही सार्क मुलुकभित्र पनि त त्यो खालको राजनीति मडारियो। भनेको संसद थियो, करिब करिब 2 तिहाई थियो, त्यहाँ दलहरू पनि थिए, मन्त्री थिए, सबै थिए, भयो के? भनेको त्यो परिवेश निम्तन सक्ने सम्भावना छ कि छैन? थाइल्यान्डको इतिहास हेरौँ, थाइल्यान्डलाई हेरौँ, म्यानमारमा हेरौँ, भनेको पोलिटिक्स त पोलिटिसियन त थिए, संसद पनि थियो, तर तपाईँले भन्नुभयो नि राजा आउँदैनन्, यो सपना मात्रै हो भन्दै गर्दाखेरि कतै सैनिक पावरफुल भएर आएर राजा राजगद्दीमा बस्दिए भने तपाईँहरूको त भागाभाग हुने होला नि त? होइन, हामी भाग्न होइन, लड्न तयार छौँ। हामी जनताको पक्षमा छौँ। हामी सामान्य एउटा, तपाईँहरू जनताको पक्षमा हुनुभयो तर जनता तपाईँहरूको पक्षमा भएन। होइन, यस्तो छ, हामीले कतिपय कुराहरू कमिटमेन्ट गरेका कुराहरू पुरा गरेनौँ। हामीले सपना देखायौँ, त्यो सपना पुरा गर्नका लागि हामी लाग्दै लागेनौँ। के भनियो भन्दा तपाईँलाई आवश्यकता पर्दा सबै कुरो गर्न तयार हुनुभयो आफू व्यक्तिगतका लागि, तर जब जनताको सार्वजनिक त्यसको जुन हेराएका कुराहरू हुन्छन्, जनताले हेरिरहेका हुन्छन्, त्यो कुराहरू हेर्दा तपाईँ चाहिँ त्यसलाई मुखदर्शक हुनुभयो। तर तपाईँ सत्तामा हुनुभन्दा पहिला तपाईँले भाषण यति ठुल्ठुलो गर्नुभयो, यो देशको पुरा परिवर्तन गर्छु, कायापलट गर्छु र देशलाई परिवर्तन गर्छु भनेर जुन आशा भरोसा दिलायौँ, त्यो आशा भरोसाको कुरा नै कहाँ थियो भन्नुहुन्छ भने 74 सालमा प्रकट भएको थियो। तपाईँ त गर्न सक्नु भएन। हिजो पनि प्रमुख हुनुहुन्थ्यो, आज पनि प्रमुख हुनुहुन्छ। हिजो तपाईँले बहुमत ल्याएर आफ्नै पार्टीले गर्न नसकेको कुरो हो, आज अर्काको बुई चढेर तपाईँले गर्न सक्नुहुन्छ भन्ने लाग्छ? लाग्दैन, मलाई त लाग्दैन। त्यस कारणले उहाँ भ्रम छर्ने बाहेक अरू कुनै कामहरूमा लाग्नुहुन्छ। उहाँ भनेको होइन, तपाईँले आफै बुझ्नुहुन्छ यो कुरा होइन? होइन, त्यो भ्रमबाट जब जनतालाई प्याट्टै बुझ्ने के उहाँ भनिराख्नु भन्नुहुन्छ भने होइन, के हो भन्नुहुन्छ भने एउटा कुरा चाहिँ तपाईँले पूर्व पश्चिमको रेल भयो भन्नुहुन्छ। 100 वर्ष अगाडि जब तपाईँ जन्मेकै हुनुहुन्न त्यतिखेर स्थापना भएको मैले गरेँ भन्नुहुन्छ। अरूले सम्झौता गरेर रेल सञ्चालन गर्नुपर्छ भनेको कुरा मैले गरेर ल्याएँ भन्नुहुन्छ। ठिक छ, तपाईँ ल्याउनु भयो, त्यो कुरालाई कम्तीमा विस्तार गर्नुहोस् न। पूर्व पश्चिम रेलवे बनाउनु कति समय लाग्छ? अनि तपाईँ दक्षिण एसियाको हब हुने यो नेपाल, हवाईको हब हुने ठाउँमा तपाईँ विमानस्थल बनाउनुहुन्न। जहाँ चाहिँ विमानहरू उत्रिनका लागि अप्ठ्यारो छन् 2-2वटा ठाउँमा बनाउनुहुन्छ। कुनै देशलाई असर गर्ने ठाउँमा उनीहरूले चाहिँ के भन्छन् भन्दाखेरि हाम्रो उसबाट हवाईको बाटोबाट चाहिँ हामी प्रयोग गर्न दिन्नौँ भन्छन्, स्वीकृति दिएको छैन। त्यो ठाउँमा तपाईँ छिटो बनाउनुहुन्छ। जहाँ कसैको स्वीकृति चाहिँदैन, आफ्नो देशको मोनोपोली अनुसार तपाईँ चलाउन सक्नुहुन्छ, आफ्नो देशको नियम कानुन अनुसार तपाईँ चलाउन सक्नुहुन्छ, त्यो ठाउँ बन्न दिनुहुन्न। अनि के भन्नुहुन्छ भन्दा विभिन्न मान्छे उचाल्नुहुन्छ, एनजिओ आइएनजिओ तपाईँहरूकै छन्, बाहिरबाट पैसा आउँछ भनिदिइसक्यो त ट्रम्पले। सब यो भ्रष्टाचार गर्यो तिमीहरूले भनेर भनिदिए त। आज बन्द रोकिएको छ। किन रोकिएको छ? तपाईँहरूले यत्रो वर्षसम्म राम्रो गरेको होइन। उहाँले मात्रै भ्रष्टाचार गर्यो भनेर भनेन नि त ट्रम्पले के भने तिमीहरूले भने नि त। होइन, एउटा कुरो यस्तो हो क्या, अब ट्रम्पलाई पनि फलानु भन्न त गाह्रो होला नि त। नेपालमा तिमीहरूले भ्रष्टाचार गर्यो भन्नुकोमा त सत्तामा बस्नेहरूले भ्रष्टाचार गरे हो भनेको सत्तामा तपाईँहरू बस्या होइन र? होइन, सत्तामा बसेकाहरूको भ्रष्टाचार, त्यसपछि कम्बोडिया काण्ड आउँछ भनेपछि कसले भ्रष्टाचार गर्दो रहेछ? कुरा त त्यहाँ छ। तपाईँले जनताका हितका लागि गरेको भयो त राम्रो हुन्छ नि। भूमि अध्यादेश तपाईँ ल्याउनुहुन्छ। किन ल्याउनुहुन्छ भन्दाखेरि टी स्टेटलाई बेच्नुपर्ने छ तपाईँलाई। त्यो त होल्ड गरिसक्यो। तपाईँले त्यसपछि अर्को नियम कानुन पास गर्नुहुन्छ। त्यसपछि किन गर्नुहुन्छ भने यतिलाई 6 महिना अगाडि 6 महिना पछि सकिँदैछ अवधि, मर्नुभन्दा पहिला त्यो चिहान खनेर राखे जस्तो कुरा छ। हेर्नुहोस् यहाँ त मर्ने कहिले हो थाहा छैन होइन। 6 महिना अगाडि नै नियम कानुन बनाएर यतिलाई फेरि गर्नुहुन्छ। चाहे तपाईँ जुनसुकै ठाउँमा पनि भ्रष्टाचारमा तपाईँ किन मुसिनुहुन्छ?
तपाईँको नाम नै किन आउँछ? अनि नभएका मान्छेहरूलाई तपाईँ खोजेर को चाहिँ छ भन्नुहुन्छ? बिचरा कसैले विरोध गर्यो, विदेशबाट ल्याउन हुर्मत काट्नुहुन्छ तपाईँ भनेपछि सत्य बोल्ने मान्छेलाई थुन्न खोज्नुहुन्छ। जब सत्य अनि तपाईँ र पञ्चायत व्यवस्थामा के फरक हुन्छ त? हिजो पञ्चायतका व्यवस्थामा तपाईँले गरेको जस्तो हरकत गरेका कारणले हामी लागेको होइन। हामी लाग्यौँ, प्रजातन्त्र आयो, त्यसपछि त्यो प्रजातन्त्रले त्यहाँभित्र पनि त्यस्तै खालको अप्ठ्यारो भई लोकतान्त्रिक गणतन्त्र ल्यायौँ। गणतन्त्र किन ल्यायौँ भन्दाखेरि एउटा सामान्य कसैको घरमा काम गरिरहेको उसको छोरा नाति पनाति राज्यको ठाउँमा पुग्छ र उसले बुझ्छ एउटा भाँडा माझ्नेको समस्या के हो, चिया पकाइरहेको समस्या के हो, त्यो समस्याको समाधान गर्ने सोचका साथ नेतृत्व गरेर देश परिवर्तन गर्छ भने सोचका साथ यो लिएर व्यवस्था ल्याएको हो नि त। अनि यो व्यवस्था तपाईँको पेवा त हो। त्यसो भए यही व्यवस्थाप्रति किन औँला उठिराखेको छ अहिले? होइन, यो व्यवस्थाप्रति औँला भन्दा पनि शासकहरूप्रतिको औँला उठ्या हो। यो व्यवस्थाप्रति होइन। व्यवस्थाप्रति होइन। त्यसो भए तपाईँहरूले भोलि गर्न खोजे के हो? होइन, हामीले केही गर्न खोजे होइन। के गर्न खोजे? आम रूपबाट नेपाली जनता यो व्यवस्थाको पक्षमा छन्। गणतन्त्र ल्याउनका लागि लडेकाहरू यहाँ छौँ। यो कसैका लागि होइन, यो हाम्रो लागि हो, हाम्रो व्यवस्था हो। यदि यो व्यवस्था नभएका भए अहिले आएका धेरै साथीहरूको अनुवाद संसदमा हुने पनि थिएन, स्थानीय तहमा हुने पनि थिएन। यो व्यवस्था भएकै कारणले हामी यहाँ छौँ। तपाईँहरूलाई नै किन खड्को पर्यो? कांग्रेस एमाले यसमा त सहभागी छैन। कांग्रेस एमाले पार्टी छ कि छैन एउटा कुरा हो, नेतृत्व छ कि छैन एउटा कुरा हो। सत्तामा छ, सरकारमा छ। तर कुरो के हो भन्नुहुन्छ भने त्यहाँभित्र भएका यो व्यवस्थाका लागि रगत भगाएका कतिपय यो व्यवस्था ल्याउनका लागि परिवारका सदस्य गुमाएका साथीहरू हुनुहुन्छ। त्यहाँ ती सबैको बहुसंख्यकहरूको यो व्यवस्था रहनुपर्छ भन्ने छ। होइन, उहाँहरूले भने तर यो जुन भोलिको प्रोग्राम छ तपाईँहरूमा सहभागिता छैनन्, न कांग्रेस छ न एमाले छ। होइन, त्यही त मैले भने कांग्रेसको कार्यकर्ता कति हुनुहुन्छ र? एउटा लेभलमा छ। तर कांग्रेसलाई भोट हाल्ने शुभचिन्तकहरू हुनुहुन्छ। 30-32 लाख समानुपातिकमा ल्याएको कार्यकर्ता छैनन्। होइन, कार्यकर्ता होइन नि त्यो त। होइन, 30-32 लाख भोट हालेको सबै कार्यकर्ता हुन्छ। 8-9 लाख त हाम्रो सक्रिय कार्यकर्ता छ भन्नुहुन्छ। मैले भने तपाईलाई 30-32 लाख सबै नेपाली सबै कार्यकर्ता हो। किन त्यस्तो खड्को पर्यो र तपाईँहरूले भोलि सभा गर्दै हुनुहुन्छ? पर्सि पनि गर्न सक्नुहुन्थ्यो, किन गर्या? के चासो हो त्यस्तो? के गर्न खोज्या हो? एउटाले प्रदर्शन गरिराखेका छ, सत्ता पक्ष जो गणतन्त्रवादी भन्नुहुन्छ उहाँहरूलाई चासो छैन, तपाईँहरू किन बुरुक बुरुक उफ्रिरहा भन्या? पहिलो कुरो तपाईँले बुझ्नुपर्ने कुरा के हो भन्नुहुन्छ भने मलाई बुझाउनु पर्यो। तपाईँले बुझ्नुपर्ने कुरा। तपाईले प्रश्न त तपाईँले गर्नुभएको छ जनताको रूपबाट, मैले पनि तपाईँ मार्फत जनतालाई बुझाउनु पर्ने हो। ओके, भन्नुहोस्। के हो भन्नुहुन्छ भने यो देशमा शान्ति ल्याउनु पर्छ भन्ने मान्छे माधव नेपाल हो। जतिखेर यो देशमा कोलाह मचिएको थियो, तपाईँ पनि घरबाट निस्किँदा घरका परिवारलाई के लाग्थ्यो, मेरो छोरो फर्किन्छ कि फर्किन्न, मेरो बुवा फर्किन्छ कि फर्किन्न भन्ने अवस्थाको त्यो परिस्थिति। त्यति बेलै यो राज संस्था थियो यो देशमा। राज संस्था हुँदा राज संस्था र माओवादीको बिचमा सबै कुरो व्यवस्था मिलिरहेको थियो। आन्दोलन दन्काउनुपर्छ, दलहरू सक्नुपर्छ भन्ने पनि थियो। यसले जनताको माया गरेन, आफ्नो संस्थाको मात्रै माया गर्यो, व्यक्तिगत आफ्ना स्वार्थका लागि मात्र राख्यो, परिवारका सदस्यहरूका लागि मात्र लाग्यो। तर त्यतिखेर माधव नेपाल जनताको पक्षमा लाग्नुपर्छ भनेर आफूलाई राज संस्थाले मार्छु तँलाई, थुन्छु तँलाई भनिराख्दा विभिन्न ठाउँमा गएर अहिले भएको माओवादीको युद्धलाई शान्तिपूर्ण ढङ्गबाट परिणाम, एउटा खालको परिणाम शान्ति प्रक्रियामा ल्याएको त हो नि। होइन, त्यो हो। तपाईलाई एउटा फेरि थप्दी बाहिर आउने चर्चा। अहिले जति फुरफुर गरे पनि प्रधानमन्त्री हुनको लागि लगेर भेटी चढाएको त उहाँ नै हो नि भन्नुहुन्छ त उहाँहरू त। फेरि तपाईँले जुन उहाँ भन्नुभएको छ नि, भेटी चढाउने उहाँ अहिले गणतन्त्रवादी भन्दै उफ्रदै हिँड्ने होइन। तपाईँलाई अर्को कुरो स्मरण गरौँ, त्यो 47 सालको संविधान बनाउनेमा उहाँ नै हुनुहुन्थ्यो। 47 सालको संविधानले के भनेको थियो भन्दाखेरि हामीले संवैधानिक राजतन्त्र मान्छौँ,
लागेकै हो त हामी त संवैधानिक राजतन्त्र मानेका थियौँ त्यस कारणले हामी त्यो जे त्यतिखेरको हाम्रो संस्कार थियो संस्कार अनुसार हामी अगाडि बढायौँ आज तपाईँ भनिदिनुहोस् उदाहरणको लागि म त हिन्दू हो हिन्दू कल्चरमा जन्मेँ हुर्किएँ मेरो त्यो परम्परा हो सनातन धर्म हो मेरो म त्यसमा छु यो धर्म मानेको मैले आफ्नो धर्म परिवर्तन गरेर क्रिस्चियन भएँ मैले क्रिस्चियनका लागि सबै त्यही जे गर्छन् त्यो क्रिस्चियन कम्युनिटीले त्यो संस्कार अनुसार जे गर्छन् म त्यसैमा लागेँ भने अनि फेरि मैले बदलेर म फेरि हिन्दू भएँ भने अनि तपाईँले चाहिँ तिमी चाहिँ पहिला यो गर्थ्यौ नि अहिले यो गर्दैनौ भन्ने प्रश्न गर्न कति जायज हुन्छ म त हिजो हिन्दू नै थिएँ हिन्दू थिएँ बीचमा क्रिस्चियन भएँ अहिले म हिन्दू नै छु म क्रिस्चियन भएँ र मैले त्यो क्रिस्चियनमा मैले त्यसलाई स्वीकार गरेँ किन भन्दा मेरो राज्य नै त्यो ठाउँमा पुग्यो र मैले त्यो राज्य अनुसारको क्रिस्चियनिटी अनुसारको मैले त्यो गरेँ अगाडि बढेँ तर म चाहिँ हिजो हिन्दू थिएँ म गणतन्त्रवादी नै थिएँ हिजो पनि म आज पनि गणतन्त्रवादी हुँ परिस्थितिले हामीले गणतन्त्र हिजो ल्याउन नसकेकोले हामी राज संस्थालाई एउटा संविधानको घेराभित्र रहू त्यसो हुँदा हामीलाई कोही बात छैन भनेर हाम्रो तत्कालीन महासचिव मदन भण्डारीले भन्नुभएको थियो कि हामीलाई ठिक छ त अरू धेरै कुरो नगरौँ संवैधानिक राजतन्त्र राख्न पनि हामी तयार छौँ तर हाम्रो लक्ष्य चाहिँ गणतन्त्र हो है हाम्रो पार्टीको घोषित नीति थियो त्यो घोषित नीति अनुसार सँगसँगै हामीले 27 बुँदा त्यो पनि त्यतिखेर पनि सहमतिको डकुमेन्ट हो त्यतिखेर संविधान 47 को संविधान पनि त्यसमा पनि हाम्रो 27 वटा फरकमा छन् हामी गणतन्त्रमा जाने नै हो तर पनि यो कुरालाई हामी मान्छौँ हामी अगाडि बढ्छौँ यदि उनीहरू त्यसैमा बस्न चाहन्छन् भने भन्ने कुरा तत्कालीन हाम्रो महासचिवले भनेको कुरा त तपाईँलाई अहिले पनि सुनिराख्नुभयो होला कानमा तपाईँलाई घन्किरहेकै होला त्यही संविधान बनाउने माधव नेपालले तपाईँले अघि भने जस्तो हाम्रो परम्परा मानेर गएको अब के गर्यौँ हामीले भन्नुहुन्छ भने गणतन्त्रका लागि अगुवाई गर्ने माधव नेपाल शान्ति प्रक्रियामा ल्याउने अगुवाई गर्ने माधव नेपाल र त्यसको एउटा पिल्लर प्रचण्ड हुनुहुन्छ यो दुईटालाई सबभन्दा धेरै पोल छ र यसभित्र कङ्ग्रेसको पनि सहमति छ गणतन्त्र ल्याउनका लागि तपाईँ कङ्ग्रेसका नेताहरूलाई बोलाउनुहोस् त उहाँहरू गणतन्त्रको विपक्षमा हुनुहुन्छ र एमालेकै खासमा क्रान्तिकारी हुँ भन्ने र पार्टी वामपन्थी हुँ भन्ने साथीहरूलाई बोलाएर इन्टरभ्यू लिनुहोस् त उहाँहरू पनि गणतन्त्र चाहिँदैन भन्नुहुन्छ र अब कङ्ग्रेसले पनि भन्दैन एमालेले पनि भन्दैन तपाईहरुले पनि भन्नुहुन्न हामी हौं हामी नेतृत्व गरेका हौं तपाईहरु भन्नुहुन्छ तर यो सभा र प्रदर्शन किन गर्न पर्यो भने के त्यस कारणले बैलगाडा चढेर अमेरिका जान सकिदैन भन्नेहरुलाई क्वेशन गर्नुभयो भने त उहाँहरु भित्र खुसी पनि त हुन सक्नु होला किन त्यसैको पक्षमा हुनुहुन्थ्यो हिजो तपाईहरुलाई शंका छ हुन सक्छ त्यसो भए नभएको भए आज तपाई मलाई भन्दिनुस् त्यसो भए नभएको भए पब्लिक सेन्टिमेन्ट बोकेको आज तपाई त यो स्टुडियोमा मलाई झल्ल बत्ती बालेर राख्नु भएको छ नि उज्यालो बनाएर जेनेरेटर त चलाउनु पर्या छैन भन्नुस् न इन्भर्टर त राख्नु पर्या छैन हामी त मध्यमार्गी हौं हामी कसैको पक्ष लिदैनौं सर म प्रश्न मात्रै गर्छु इन्भर्टर त राख्नु भएको छैन भनेपछि यसमा व्यवस्थापकीय क्षमता देखाएर राम्रो प्रशासक कुलमान घिसिङलाई किन हटाउनु भयो त केका लागि हटाएको 10 वटा प्रमाण दिनु नेपाली जनताले काम राम्रो भएन रे त्यो त ठिकै हो घाटामा गएको संस्थालाई नाफामा ल्याउँदा काम कहाँ राम्रो हुन्छ र त्यो त घाटैमा जानु पर्यो अनि कमिसन आउनु पर्यो किन भन्दा बिचौलियाले कमिसन पाएन नपाएपछि तपाईलाई कसरी बुझाउँछ समस्या यहाँ हो जनतालाई अँध्यारोमा राखिदिने बिचौलियालाई पोस्ने अनि बिचारा जनता सकी नसकी अलिअलि इन्भर्टर किन्न सक्ने इन्भर्टर किन्ने सर म यो विषयमा त आउँछु म पहिला यो सभा र प्रदर्शनको कुरा टुङ्ग्याउँ म त्यसमा त आउँछु मसँग धेरै छन् अब त्यसो भए यो जुन तपाईहरुलाई शंका लाग्यो भन्नुभयो नि तपाई बैलगाडाको कुरा उठाउनु भयो भनेको अहिले उहाँ तपाईले अघि मैले भाषा प्रयोग गरिराखेको छु उहाँ हाम्रा प्रधानमन्त्री राजावादीका लागि सहयोगी भूमिका खेलिराख्नु भएको छ भन्ने आशंका हो तपाईहरुको मलाई लागिरहेछ किन त्यही त मैले भने
एउटा कुलमानको विषय हो ल कुलमानको विषयले एकदम राजावादी कसरी सपोर्ट भयो राजालाई कसरी सपोर्ट भयो राजावादीहरूलाई कसरी सपोर्ट हुन्छ तपाईलाई नजिकै सिक्किम भन्ने थाहा छ नि थाहा छ मलाई ल्यान्ड अफ दोर्जे भन्ने पनि थाहा छ मलाई थाहा छ ल्यान्ड अफ दोर्जेको पार्टी चाहिँ त्यो उसमा संसदको चुनावमा भाग लियो 0 आयो त्यसपछि धाँधली भयो भनेर फेरि बस्यो त्यसपछि चाहिँ त्यो संसदबाट पारित के गर्यो भन्दाखेरि यो सिक्किम चाहिँ भारतमा मिल्ने भनेर घोषणा गरे घोषणा गर्ने बित्तिकै त्यहाँको राजा थियो राजालाई सेनाले घेर्यो त्यसपछि फेरि ल्यान्ड अफ दोर्जे जसरी पहिला चाहिँ इन्दिरा गान्धीले चाहिँ उनलाई सम्मान गरेकी थिइन् फेरि भेट्न गयो भेट्न थाल्यो भने नभेटिकन इन्दिरा गान्धीले फर्काइदिन् त्यसपछि ल्यान्ड अफ दोर्जे के भन्छ भन्नुहुन्छ भने यो मेरो मात्रै दोष थियो र मलाई उस्काउनेहरूको पनि दोष थियो भन्छ क्या तपाईँ राम्रो काम गर्ने मान्छेलाई तपाईँले चाहिँ हटाउनु भयो भने तपाईँको विरोध हुँदैन अनि तपाईँ निरङ्कुश हुँदै जानुभयो भने तपाईँलाई जनताले मान्छन् होइन राजावादीका लागि सहयोगी कसरी भयो पुस्ताको लागि हो अनि त्यस कारणले ल्यान्ड अफ दोर्जेले के भने भन्नुहुन्छ भने मैले तपाईँलाई अघि पनि भने फेरि दोहोऱ्याएँ होइन मैले बुझिसकेँ त्यस कारणले उनी इन्दिराका लागि सहयोगी भयो कि भएन नि त त्यतिखेर भएको सिक्किमको राजालाई उनले थुनेर हटाएर सबै कुरो गर्न लागेपछि अनि त्यसपछि उनले इन्दिरा गान्धीसँग मिले भनेपछि यहाँ पनि त्यही कुरा त होइन कतै ट्याङट्याङ त्यस्तो शङ्का लाग्छ तपाईँलाई अब त्यसमा तयारी के छ भन्नुहोस् त के गर्नु भएको छ तपाईँहरू 1 लाख ल्याउँछु भन्नुभएको छ हाम्रो राम्रो राजावादीहरूले 2 लाख ल्याइदियो भने गर्नुहुन्छ के 2 लाख होइन उनीहरूले ल्याउनै सक्दैनन् ल्याए भने गर्नुहुन्छ के बाबा हेर्नु न यो अहिले हामी तपाईँको स्टेडियम यति राम्रो बसिरहेका छौँ बत्ती गयो भने के गर्ने भने यस्तो कुरा गएकै छैन बत्ती जाँदैन विश्वास छ कुलमान हटेन त जाँदैन होइन कुलमानले यो बत्तीको व्यवस्थापन गरिरहेछन् अहिले त्यस कारणले ए हो पर्खनु त्यसो भए मेरो प्रश्न भोलि तपाईँहरूले 1 लाख जनता उतार्छु भन्नुभएको छ राजावादीहरूले 2 लाख ल्यायो भने हामीले उतार्ने होइन जनता आफै आउने हो गाउँमा गाडी पठाउनु भएको छ अरे त हामीले पठाएकै छैन स्वतः स्फूर्त आउनुहुन्छ सबै गाडीमा गाडी चाहिँ सार्वजनिक होइन पैसा तिरेर आउनु पाउँदैन पैसा तिरेर मान्छे आउन पाउने किन भन्ला कति जिल्लामा पठाउनु भएको छ नडारिकन भन्नुहोस् न हामीले कोही पठाएका छैनौँ सबैजना आउनुहुन्छ हामीलाई विश्वास छ म सबैलाई आह्वान गर्न चाहन्छु गणतन्त्रको पक्षमा रगत बगाउनेहरू मात्रै होइन यसको सम्वर्धन गर्नका लागि आफूले सबै कुरो त्याग्नुभएकाहरू र आम नेपाली जनताहरूलाई भोलिको प्रदर्शनमा गणतन्त्रको पक्षमा तपाईँ हाम्रो छोरा नाति पनि यो देशको राष्ट्रपति हुन पाउने यो प्रणालीका पक्षमा आउनका लागि म सबैलाई रत्न पार्कमा भोलि 15 गते 11 बजे रत्न पार्कमा आउनलाई आह्वान गर्छु यहीबाट तर यो आह्वान त गरिराख्नु भएको छ मेरो प्रश्नको एन्सर तपाईँले दिनु भएन कि आउँदैनन् भन्नुभयो फागुन 25 गते देख्नुभयो एयरपोर्टदेखि निर्मल निवाससम्मको जमात मैले हेर्नुभयो कति 10-12 हजार थिए त्यसमा संख्या जति थियो त्यसको 40% चाहिँ उहाँहरूको कार्यकर्तै हुनुहुन्थ्यो अरु चाहिँ यही अहिलेको कुलमानलाई हटाएको विरोधमा गए जस्तै फागुन 25 गते त कुलमानलाई हटाइएको थिएन होइन तपाईलाई एउटा कुरो स्मरण गरौँ न यो सरकार बनेदेखि कुलमानलाई स्पष्टीकरण छ क्या किन गरे यस्तो अब त्यसो भए मलाई बताइदिनुस् मेरो प्रश्नको एन्सर दिनुस् आउँदैनन् भन्दै गर्दाखेरि फागुन 25 सम्झिनुस् र राजावादीहरूको पनि तयारी चान्चुने छैन तपाईहरु कस्तो ठाउँमा हात हालिराख्नु भएको छ भने तपाईहरुलाई नैतिकताको प्रश्न पनि हुनेछ भोलि यदि तपाईका पक्षमा तपाईहरुको पक्षमा भनेको गणतन्त्रको पक्षमा गणतन्त्रवादीहरूको पक्षमा जनमत र राजावादीको पक्षको जनमत यदि संसारले देख्दै गर्दाखेरि गणतन्त्रवादी कम राजावादी धेरै देखियो भने तपाईहरुको नैतिकतामाथि प्रश्न उठ्नेछ गर्नुहुन्छ के होइन तपाईलाई मैले भने क्या पहिलो कुरो त राजावादी को हो भन्ने नै थाहा छैन को हो त राजावादी हिजो कम्युनिस्टको कार्यकर्ता भए त्यसपछि बिचारा निमुखा जनताहरूलाई
सहकारी ठगीको उसमा चाहिँ म चाहिँ तपाईहरुलाई उ गर्छु बैंकको ऋण तिर्नु पर्दैन भने म एमाले होइन भनेर ट्याग गरे अहिलेको प्रधानमन्त्रीलाई मारसँग गाली गरे हजुरबा भन्दै नातिले अनि ती आज राजावादी भन्छन् अनि ती फेरि त्यो के हुन्छ भन्दाखेरि अस्तिको त्यो जुन तपाईले भनेको एउटा जो जनता उहाँहरुको कार्यकर्ता जम्मा भयो भनेर उहाँले दावा गरिराख्नु भएको थियो उहाँहरुका सबैका कुरा चारतिर छन् नमिलेका कारणले एकजना नौराजीलाई चाहिँ ल्याएर बुढा मान्छे 86 वर्षका मान्छेलाई नेतृत्व बनाएका छन् राजाले हैन ल्याएर बनाएका छन् भनेपछि यो अनि नौराजलाई कसैले स्वीकारिरहेको छैन को चाहिँ हो त्यहाँ राजावादी भने के त्यो सबै के हो भन्नुहुन्छ भने कसैलाई ऋण लागेको छ हेर्नुस् त्यो ऋणले बैंकले लिलाम गर्दैला भन्ने डर छ अलिकति आन्दोलन गरिसकेपछि बैंकले लिलाम गर्ने डराउँछ हाम्रोमा त के छ भन्दाखेरि अलिकति हुलसुल भयो भने चाहिँ यो उस्तै पर्दा यो टेलिभिजनको अगाडि पनि कोही आयो भने अहिलेको यो इन्टरभ्यु छोडेर त्यतातिर माइकला त्यो तेर्साउनु पर्ने हुन्छ हेर्नुस् त्यस्तै हुल भइरहेछ जनता पीडित छन् हामीले रूपबाट आम रूपबाट भन्दा अहिलेको सरकारले सुशासनको एउटा अनुभूति दिलाउन सकेन जनता पिल्सेको पिल्सै छ सरकारले अर्कोतिर डम्फु बजाइरहेको त्यो तपाईहरु प्रतिपक्षको भाषाले बोलिराख्नु भएको छ आम जनताले भन्नुस् न राजा धेरै भए एउटा राजा ठीक छ भनेर जुन समर्थन गरिराखेका छन् शक्ति त देखियो नि सर मैले भनेको भोलिको प्रदर्शन शान्तिपूर्ण हुनेछ घम्साघम्सी हुँदैन छुट्टा छुट्टै हुनेछ अथवा प्रदर्शनका आधारमा जनमतका आधारमा जनप्रदर्शनका आधारमा तपाईहरुको थोरै राजावादीको धेरै भयो भने गर्नुहुन्छ के भन्न खोज्या के मैले हैन त्यो तपाईले एउटा तपाईले भनेको कुरो के त्यो जनता चाहिँ चुप लाएर बसेकोमा चाहिँ हिँड्दाखेरि चाहिँ अलि दुई चार जना एउटातिर हिँडे भन्दैमा चाहिँ त्यो चुप्लाको मान्छे चाहिँ सबै अर्केको हुन् भनेर नसोच्नु होला के ओ त्यस्तो हो त्यसकारणले मैले के भनिरहेको तपाईहरु कन्फिडेन्स हुनुहुन्छ आम रूपबाट नेपाली जनता गणतन्त्रको यो व्यवस्थाको पक्षमा छन् हुनुहुन्छ किन हुनुहुन्छ भन्दाखेरि गणतन्त्रको पक्षमा छन् तर नेतातन्त्रको पक्षमा भएनन् नेता फेर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ त्यति अहिले दलभित्र पनि त्यस खालको संघर्ष चलिरहेको छ भोलि के हुन्छ त्यसो भए मलाई बताउनुस् त भोलि प्रदर्शन हुन्छ हजारौं नेपाली जनता सडकमा आउनुहुन्छ एकैबेर हामी यो गणतन्त्रको पक्षमा छौं भन्नुहुन्छ व्यवस्थाको पक्षमा छौं भन्नुहुन्छ भिरकुटी मण्डपमा सभा गर्नुहुन्छ नेताहरू बोल्नुहुन्छ है त अगाडि बढ्छौं नेताहरू बोल्नुहुन्छ है त पख्न अगाडि बढ्नुहुन्छ के बोल्नुहुन्छ राजा पूर्व राजा ज्ञानेन्द्र शाहलाई सत्तो शराब गर्नुहुन्छ पूर्व राजा हुँदाखेरि के थियो नेपाल भनेर सम्झाउनुहुन्छ या केपी शर्मा ओलीले सत्तामा बसेर के गरे भनेर सरकारको गाली गलौज गरेर सकाउनुहुन्छ या गणतन्त्र प्रति हामीले यो गर्यौं यो गर्न बाँकी छ हामी गलत गरेका छौं हामी सच्चिनु पर्छ भनेर जनतालाई सम्झाउनुहुन्छ हैन पहिलो कुरा पर्खनुस् नेताहरूको भाषा मैले भन्दै छु पूर्व राजालाई गाली गर्नुहुन्छ केपी शर्मा ओली र सरकारलाई गाली गर्नुहुन्छ या गणतन्त्रका बारेमा मात्रै बोल्नुहुन्छ तपाईका नेताहरू हैन यसमा के छ भन्नुहुन्छ भने कहिलेकाहीँ इतिहास बिर्सिन्छौं के हैन अब 63 भन्दा यता जन्मेको जो युवा साथीहरू हुनुहुन्छ नौजवानहरू हुनुहुन्छ उहाँहरुलाई के लागेको छ के हो भन्दाखेरि त्यो हाम्रो देशमा पनि राजा थिए र संस्था थियो र भन्ने लाग्छ मलाई चाहिँ त्यो किरात राज्य थियो र भन्ने लागिरहेछ के त्यसको लागि थाहा पाउनको लागि त इतिहास पढ्नै पर्छ हेर्नुस् मलाई कि शिक्षकले पढाउने हो कि कहीँबाट सुन्ने हो कि किताबै पढ्नु पर्छ त्यसकारणले त्यो कुरो झझल्को त भएको इतिहास त भन्नै पर्यो युवाहरूले बुझ्न पनि पर्छ हैन तर आफूले गर्न नसकेका कुरा पनि आफूले भन्नु पर्यो हामीले यहाँ त्रुटि गरेका छौं अब गर्दैनौं हामी यसरी सचेत जाँदैछौं भनेर पनि भन्नु पर्यो यी सबै कुराहरुलाई हामी भन्छौं हैन त्यो सच्चिनी कुरा राजालाई गाली गर्नुहुन्छ कि गर्नुहुन्न मैले तपाईलाई भने त हिजो संस्थाले गरेका गल्तीहरू चाहे ज्ञानेन्द्र हुन् राजावादीले टाउको उठाउन थाले भनेर राजावादीलाई गाली गर्नुहुन्छ कि गर्नुहुन्न त्यति मात्रै भन्नुस् न त्यसकारणले मैले तपाईलाई भनेको तपाई एउटा कुरो बुझ्नुस् क्या जस्तो लाग्छ मलाई भनेको यसमा पोलिटिसाइज किन गर्न पर्यो जनतालाई तपाईहरुले गणतन्त्रवादी शक्तिहरुले जनतालाई उतार्दैछन्
जनताप्रति ल गणतन्त्रमा यो हुँदैछ है भनेर तपाईँहरूले प्लानिङ दिने साटो राजावादीलाई गाली गर्ने, सत्ता पक्षलाई गाली, यो गाली ग्लोजले गणतन्त्र सुरक्षित रहला? होइन, गाली गलौज होइन के, हामी स्मरण गराउन चाहिरहेछौँ। तपाईँलाई एउटा कुरो बुझियो सर, क्लियर कट कुरा बुझियो होइन, आम दर्शकले पनि बुझ्नुभयो। ठिक छ, प्रदर्शन गर्नुहोस्, व्यवस्थाको रक्षा गर्नुहोस्, तपाईँ हाम्रो सबैको दायित्व हो। तर तपाईँहरू सच्चिनुहोस्। यदि सच्चिनु भएन भने अन्ततः त सकिने नै हो नि। भनेको राजावादी आफ्नो म्यान्डेटै बनाएको राप्रपाले के भनेको छ भन्दाखेरि सच्चिनुहोस्, अझै पनि टाइम छ, नै पनि सकिनुहोस् भन्नुभएको छ क्या उहाँहरूले। भनेको एउटा विषय एउटा होला। मैले तपाईँलाई यही भने, सच्चिनुहोस् नभए सकिनुहुन्छ भन्नुको मतलब राप्रपाभित्र पनि गणतन्त्रवादीहरू हुनुहुन्छ भन्ने बुझ्नुहोस् न। त्यही त हुनुहुन्छ, व्यवस्थाप्रति माया छ। तर मैले भने नि तपाईँहरू सच्चिनुहोस् भन्नुको अर्थ के हो भने बोली व्यवहार, काम कार्यशैली सबैमा सच्चिनुहोस् भने के। राजनीति गर्नुपर्छ, स्वार्थ केन्द्रित राजनीति नगर्नुहोस्, आसेपासेका लागि राजनीति नगर्नुहोस्, देशका लागि राजनीति गर्नुहोस् न। कुनै बेला तपाईँहरूकै पक्षमा जनता आएको होइन, त्यही जनता अहिले त्यही फालेको व्यवस्थाको पक्षमा ओर्लियो। त्यसकारण तपाईँहरू सच्चिनुहोस्, नत्र भने त तपाईँहरू सकिने नै हो। त्यही त मैले भने, हामीले भोलि भन्ने कुरा नै के हो भन्नुहुन्छ भने नौजवानहरू जो 63 भन्दा यता जन्मेका नौजवान साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ, उहाँहरूलाई हामीले हिजो के भएको थियो, हामीले आज हिजो बिचमा के बोल्यौँ, हामीले के गर्न सकेनौँ, अब हामी के गर्छौँ, हामीले बोल्नुपर्ने कुरा त्यो हो। भनेको नेताहरूले होइन, पख्नुहोस्, गणतन्त्रवादीलाई सत्तो सराप गर्ने छैनन्, चाहे त्यो विपक्ष होस् चाहे त्यो सत्ता पक्ष होस्। र लोकतन्त्रमा एक व्यक्ति पनि बोल्न पाउनुपर्छ, त्यसको बारेमा सम्बोधन हुनुपर्छ, त्यो एउटा पाटो छ। तर राजावादी टाउको उठायो भनेर राजालाई सत्तो सराप र सत्तालाई सत्तो सराप त गर्नुहुन्न नि तपाईँहरू भोलि। कि तपाईँहरूको राजनीति पनि त्यही हो? होइन, हाम्रो कुरा के हो भन्नुहुन्छ भने हामी पनि दलभित्र पनि लडिरहेका छौँ। ओके, हामी युवाहरू दलभित्र लडिरहेका छौँ। हामी त्यहाँभित्र भएको यस्ता मानसिकताहरूलाई चिर्नुपर्छ भनेर। हो, यहीँनिर तपाईँ एकदम सही पोइन्टमा आउनुभयो। मैले मेरो पत्रकारिता लगभग 23, 24, 25 वर्ष हुन लाग्यो। मैले देखेको के छ भने एकले अर्कोलाई सत्तो सराप गरेर आफू राइज हुने नेपालको राजनीति जसरी अगाडि बढिराखेको छ, मानिसहरू त अहिले त धेरै चेतनशील भए नि, धेरै बुझे नि। भनेको कसले कहाँ के गरिरहेको छ मेन रूपमा, सूक्ष्म रूपमा चाहिँ हेरिराखेको छ नि, कसले के गरेको छ भन्ने कुरा। मैले त्यही भएर भनेको तपाईँहरू सच्चिने कि सकिने होइन। दुईटा कुरा छ। मानिसहरूले आम रूपबाट नेपाली जनतालाई म आह्वान गर्न चाहन्छु, तपाईँहरू 15 सेकेन्डको भिजुअल हेर्नुहोस्। बिरामी भएको मान्छेले होली खेल्यो र त्यसको फोटो हाल्दैमा त्यो सन्चै रहेछ भनेर नठान्नुहोस्। यस, मुख्य कुरा के हो भन्दाखेरि तपाईँले मेरो कुरा या अर्कोको कुरा हेर्ने हो भने उनीहरूले गरिरहेको गतिविधिलाई निहाल्नुहोस्, गलत मान्छेलाई भोट नहाल्नुहोस् बस। किनकि यो लोकतन्त्र हो, यो गणतन्त्र हो। यो लोकतन्त्र हो, गणतन्त्र हो, यसमा मान्छे बदल्न सकिन्छ। हिजोको जुन व्यवस्था थियो त्यो व्यवस्थामा जतिसुकै संस्था खराब भए पनि, त्यहाँका मान्छेहरू खराब भए पनि बदल्न सक्दैनौँ। तपाईँहरूले इतिहास हेर्नुहोस्, जतिखेर नेपालको बजेट नै एकदम थोरै थियो अनि राजाहरूको र तिनका छोराछोरी भान्जीहरूको सम्मको 1,20,000 रुपियाँ तलब थियो, एउटा शिक्षकको तलब चाहिँ 25 रुपियाँ थियो। तपाईँ सोच्नुहोस्, राष्ट्र सेवकहरूको तलब चाहिँ थोरै 25 रुपियाँ, जो म चाहिँ शासन गरिरहेको छु भने उनको फुरीमासी खर्च 1,20,000 थियो। हामी त्यो चिजलाई तोड्न चाहन्छौँ। ओके, र अहिले यहाँभित्र भइरहेको त्यस्ता कोही नवराजाहरू नवयुवराजहरू बन्न खोजिरहेछ भने त्यसका विरुद्धमा लागौँ, कम्मर कसेर लागौँ र बदलौँ। व्यवस्था राम्रो छ है, व्यवस्था ठिक छ, उन्नत व्यवस्था, उन्नत व्यवस्था, व्यवस्था ब्याक जाँदैन। ओके, त्यसो भए भोलि गणतन्त्रवादी र राजावादी पक्षधरको एकै सभा छ, घम्सी सम्भावना छ या छैन? होइन, लड्नु छैन, झगडा गर्नु पनि छैन। होइन, यदि पर्यो भने त्यसको तयारी छ कि छैन? हामी पहिलो कुरो त्यहाँ लडाइँ गर्न जाँदैनौँ, हाम्रो त्यस्तो तयारी गर्नै पर्दैन। सबै कुरो जनस्तरबाट सबैजना आउनु भएको छ, आफै आउँदै हुनुहुन्छ। त्यस कारणले हामीलाई कुनै त्यसमा ऊ छैन। हामी आफ्नो कसैको त्यहाँ घम्साघम्सी पनि हुँदैन, डराउनु पनि पर्दैन, त्यहाँ कसैसँग लडाइँ हुनेवालै छैन।
किन भन्दाखेरि गणतन्त्रवादीहरू देख्ने बित्तिकै सबैको सातो जानेवाला छ। यो गणतन्त्रवादीहरू बाघ हो, अरू स्याल हो भनेको पुगोस्। तपाईँले भनेको कुरा मैले अघि प्रश्न गरेको पनि पुगोस्। मेरो शुभकामना शुभेच्छा छ। म यहाँभन्दा बेसी म केही भन्न चाहेन, किनकि यो लोकतन्त्र हो, स्वतन्त्रता छ, आमसभा प्रदर्शन गर्न पाउने सबैको अधिकार हो, गर्नुहोस्। तर म कहाँनिर कन्फ्युज छु भने, म एकदमै कन्फ्युज छु सिरियसली भनेको। आम दर्शकहरूले पनि हेरिराख्नु भएको छ यसले कस्तो प्रश्न गर्यो भन्ने। गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शन हेर्दै गर्दाखेरि हामीले नाक खुम्च्याउनु पर्ने चाहिँ अवस्था नबनाइदिनु होला। होइन, यो त्यो किन सम्भावना छैन भन्नुहुन्छ भने नेपालका अधिकांश नेपाली जनता यो व्यवस्थाको पक्षमा हुनुहुन्छ। ओके, ठिक छ। अब त्यसो भए तर हामी सचिनुपर्ने कुरा कहाँ छ भन्दाखेरि कहीँ कहीँ नौजवानहरूले पनि जित्नु भएको छ। त्यसलाई लगाम दिएन भने बडो समस्या हुन्छ। अनि नौजवानले काम गरिरहेको ठाउँमा प्रधानमन्त्रीले चाहिँ फलानालाई थुन्नुपर्छ भनेर सोच्नुहुन्छ, समस्या त्यहाँ छ। काम गर्नलाई पनि दिनुहोस्, नौजवानहरूले काम गर्नेलाई होसियार गर्नुहोस्। अब त्यसो भए संसद अवरुद्ध गरिराख्नु भएको छ, किन गर्या? मलाई एउटा कुरो भन्नु त सर, अहिले तपाईँ हामी यति राम्रो कार्यक्रम चलाइरहेछौँ, तपाईँलाई एउटा फुट्टा टिपेर फालिदियो भने के हुन्छ? त्यसै फालेन होला नि त संस्थाले। के तपाईँको कार्यक्रम एकदम भ्युस पनि राम्रो छ, उसको क्षेत्राधिकार अधिकारभित्र रहेर त फाल्ला नि। अब तपाईँ भन्ने बित्तिकै यो टेलिभिजन, ग्लोबल टेलिभिजन र तपाईँको बिचको एकदम अनायासिक सम्बन्ध भयो। तपाईँ बाहिर निस्किने तपाईँसँगै ग्लोबल टेलिभिजन जाने भयो भन्ने डराउने हो त भने कि? अनि तपाईँलाई हटाइदियो ग्लोबलले, तपाईँको पक्षमा लाग्दैन, तपाईँले त अर्को खडा गरे पनि त हुन्छ नि। होइन, मलाई हटायो भने अर्को ल्याउँछ नि त, उसले पनि त मैले भन्दा अझै राम्रो चलाउला। यस्तो हो, तपाईँ जत्तिकै पहिला यही कुर्सीमा बसेर प्रश्न गरिरहेको त्यो मान्छे काम लागेन भने त हटाइसकेको, फेरि त्यहीमा फेरि ल्याइसकेपछि कसरी अर्को नयाँ मान्छे थिएन भने कि ल्याए हुन्थ्यो होला नि त। एकदम राम्रो हुनहार, कहिले टेस्टेड नभएको मान्छे, सारा अन्त चाहिँ एकदम राम्रो गरेको मान्छे हुनु पर्यो क्या। अहिले एउटा कुरो, दोस्रो कुरो, अब तपाईँ 3 देखि 4 महिनामा उहाँ आफै अटोमेटिकली जाँदै हुनुहुन्थ्यो। अनि यो बिचमा नाफा गरेको त्यत्रो संस्था, अरबौँ घाटा भएको संस्था, अरबौँ नाफाको मुखी अगाडि बढिरहेको संस्था, अनि त्यसलाई नाफा बनाएर लगेकोमा चाहिँ 3 महिना पर्खेर थप नाफा हुन्छ कि घाटा हुन्छ भनेर त्यसको कार्य मूल्याङ्कन गरेर जनतालाई भनिदिएको भए त भइहाल्थ्यो नि। सरकारले हटाउन पाउँछ, ठिक छ हटाउनुहोस्। अब भ्रष्टाचार गर्न पाइन त्यस कारणले हटाएको भन्न त पाइएन नि त। समस्या यहाँ हो क्या। त्यस्तो त भनेको छैन त, भित्रभित्र त्यही छ। उहाँको कार्य सम्पादनमा चित्त बुझेन, त्यही त। सरकारको एउटा बडी हो, त्यो पनि ऊर्जा मन्त्रालय अन्तर्गतको एउटा बडी हो। राज्यले के गरोस्? 5 पटक स्पष्टीकरण सोधेको छ, राज्यलाई छैन। उहाँ पहिल्यै राजनीति गरिराख्नु भएको छ, पुरै राजनीतिकरण गर्नुहुन्छ भनेको सरकार हो नि सर, मजाक छ? राज्यको सरकार हो, लोकतन्त्रको सरकार हो। एउटा कर्मचारी हल्लाउँदैमा तपाईँहरूले संसद अवरुद्ध गर्नुपर्छ? होइन, हामीले कर्मचारीको पक्षमा होइन कि, राम्रो कामको पक्षमा, राम्रो व्यक्तिको पक्षमा, राम्रो सोचका पक्षमा लागेको हो। तपाईँलाई एउटा कुरो भनौँ, कुलमानजीलाई यहाँ हटाउँदै हुनुहुन्थ्यो, त्यो चेपाङ बस्तीले अहिलेसम्म विद्युतै पार हिँड्छ क्या। कुलमानजी गरेर त्यहाँ अन गर्दै हुनुहुँदो रहेछ बिचरा। चेपाङ बस्तीलाई उज्यालो बनाउनको लागि अन गर्दै हुनुहुँदो रहेछ। अनि त्यो चेपाङ बस्तीलाई बत्ती बाल्यो भनेर हटाइयो क्या। समस्या यहाँ हो भनेको, आम नेपालीको घरमा उज्यालो दिएको कारणले, विद्युत प्राधिकरणलाई मुनाफामा लगेको कारणले, त्यहाँ बिचौलियाहरूको जुन मिलेर भ्रष्टाचार गर्थ्यो त्यसलाई, भ्रष्टाचारलाई रोक्न लागे कुलमान, मैले पाइन त्यसको हिस्सा भन्नका कारणले हो कि यस्तो भयो। तर कुलमानले भन्दा अझै राम्रो हितेन्द्र देवले गरे भने नि। योभन्दा पहिला हुनुहुन्थ्यो किन? होइन, पहिलाको विगत नसम्झिनुहोस् न, मान्छे सच्चिन सक्छ नि सर। अस्तिसम्म त्यो हेर्नुहोस् त, विगत वाल्मिकीको विगत हेर्नुहोस् त, चाणक्यको विगत हेर्नुहोस् त, पछि आएर त उनीहरू त बने नि। भनेको कुलमानै सबै राम्रो हो भनेर देवत्वकरण किन गर्नु पर्यो र संसदै अवरुद्ध गर्नु पर्छ र एउटा कर्मचारीका लागि? हितेन्द्रजी जो आउनु भएको छ अहिले, उहाँलाई अबको 4 महिनापछि ल्याए भइहाल्थ्यो नि। अहिले बिचमा उखालेर फालेर फेरि ल्याएर गाड्नुपर्ने त थिएन होला नि त। अब त्यसो भए विपक्षले जुन संसद अवरुद्ध गरेका छन्, जुन तपाईँले डिमान्ड गरिराख्नु भएको छ, प्रधानमन्त्रीले जवाब दिनु पर्यो।
प्रधानमन्त्रीले त जवाफ हिजो दिइसक्नुभयो। खै कहाँ दिनुभयो उहाँले? युवा सङ्घको कार्यक्रममा के भन्नुभयो थाहा छ? युवा सङ्घ भन्ने त्यहाँ छ र? कहाँ? युवा सङ्घ त हामीसँग छ। एकीकृत समाजवादीको भातृ सङ्गठन हो युवा सङ्घ नेपाल। युवा साथीहरूको बिचमा भन्नुभयो होला। युवा साथीहरूको बिचमा भन्नुभयो हो। के भन्नुभयो थाहा पाउनुभयो? तपाईँहरू संसदमा कुर्ली राख्नु भएको थियो, अहिले आउनु पर्यो प्रधानमन्त्री, अहिले आउनु पर्यो। सभामुखले 30 मिनट बन्द गर्नुभयो, फेरि गर्नुभयो, फेरि विरोध गर्नुभयो। त्यो बेला हाम्रा प्रधानमन्त्रीले एउटा कार्यक्रममा भनिराख्नु भएको थियो, उहाँले के भन्नुभयो थाहा छ? एक हट्यो अर्को नियुक्त गर्यो, सिद्धियो। अब यो कहाँ पार्लिमेन्टमा संसदमा गएर जवाफ दिने? वाहियातका कुरा गरेर प्रधानमन्त्रीले जवाफ दियो भन्नुभएको छ त उहाँले। पार्लिमेन्टले त्यो चिन्छ होला र? बोल्यो त प्रधानमन्त्री। पार्लिमेन्टले बनाए प्रधानमन्त्री न हो उहाँ। अब गर्नुहुन्छ के त? पार्लिमेन्ट भनेको जनताको प्रतिनिधित्व गर्ने ठाउँ हो। प्रतिनिधिहरूले बनाएको प्रधानमन्त्री हो। त्यो त उहाँले जनतालाई जवाफ दिने हो, मिडियामा होइन। प्रतिनिधिहरूलाई पार्लिमेन्टमा गएर बोलेपछि जनताले पाउँछन् त्यसको एन्सर। त्यसो भए त यस्तो गरे भयो भने त किन बेकारमा यो बालबटार बस्नु पऱ्यो? बालकोटबाट गरे भइहाल्ने सबै कुरो। किन चाहियो सरकार निवास? त्यो त पार्लिमेन्टले दिया होला नि त सरकार निवास। प्रधानमन्त्री दिया होइन नि। प्रधानमन्त्री भन्दै हुनुहुन्छ, अब कहाँ संसद धाउँछु म? यहीँबाट बोलिहाल्यो त प्रधानमन्त्री, म बोल्दिनँ त्यहाँ। त्यसको अर्थ त्यही हो नि। अब गर्नुहुन्छ के? तपाईँलाई एउटा कुरो म भनौँ, मलाई के लाग्छ भन्नुहुन्छ भने उहाँले अध्यादेश ल्याउनु भएको छ। अध्यादेश पास हुने अवस्था छैन। पास हुने अवस्था नभएपछि यही 18 गते हो कि कहिले हो त्यसको अन्तिम दिन। अब यो चिज झमेला गरिसकेपछि अनि उहाँ के भन्नुहुन्छ? उहाँ भन्नुहुन्छ भने अब उहाँले भन्नेवाला मैले अध्यादेश ल्याएर जनताका लागि, गरिबका लागि, निमुखाका लागि राम्रो काम गरौँ भनेर सोचेको यिनीहरूले दिएनन्। अध्यादेश पास हुनेवाला छैन। अब उहाँले राम्रो काम चाहिँ कसलाई गर्नु? जुन संसदमा टेबल भएका ल्याएका अध्यादेश 5 वटा छन् नि, ती पास हुनेवाला छैनन्। होइन, नभए उहाँले किन यो गरिराख्नु भएको छ त? 18 गते त्यसको अन्तिम दिन हो। 18 गते पास नहुने भएकाले अनि उहाँ लागिराख्नु भएको हो कि त्यो पास नहुने पछि त के गर्ने त? सबै कुरो त आफैलाई आउँछ। त्यसको चाहिँ सबै विपक्षीहरूका कारणले गर्न सकिनँ मैले भनेर अपिल गर्न पाइन्छ भन्ने एउटा बाटो राख्न खोज्नु भयो। तर उहाँले के बुझे हुन्छ राम्रोसँग भन्नुहुन्छ भने प्रश्नसँग बुझ्नु पर्यो क्या। नेपाली जनताको आँखामा पट्टी लागेको छैन। गणतन्त्रको एउटा राम्रो चाहिँ फुलबारी किन हो भन्नुहुन्छ भने सबै भमराहरू आउन पाउँछन्, सबैले प्रधानमन्त्रीलाई हेर्न पाउँछन्, तिमीको अभिव्यक्ति बुझ्न पाउँछन्, तिमी खराब छौ भन्न सक्छन्। नभएको भए हिजोसम्म हाई हाई भनिरहेको ठाउँमा आज बाई बाई भनेर किन भने त? तपाईँले गलत बोल्दै हुनुहुन्छ, गलत गर्दै हुनुहुन्छ। आफूमा हिँडेको जुम्रालाई पनि मेरोमा पनि छ, तपाईँकोमा पनि छ भन्नुहोस् के? अब मैले पनि कमजोरी गरेँ, तपाईँहरूले पनि कमजोरी गर्नुभयो। ल जाउँ न, त्यो कसरी चलाउने हो, राम्रोसँग चलाउँ, देश बनाऊ भन्नुहोस् न। कति दिन वाक्क भइसक्यो, हामी त वाक्क दिक्क भइसक्यौँ। एउटा थानकोटदेखि कलङ्कीको बाटो बनाउन तपाईँलाई वर्षौँ लाग्छ, तर तपाईँ भूमि अध्यादेश 6 महिनामा ल्याउनुहुन्छ। अनि कुनै पनि चिज गर्नु पर्यो भने तपाईँ आफूलाई फाइदा पैसा आउँछ, कमिसन आउँछ भने तपाईँहरू गर्नुहुन्छ। ओम्नीको काम त्यस्तै काण्ड छ, किन त्यसमा तपाईँहरू प्रश्न पार्न सक्नु भएको छैन? अनि यस्तै यस्तै काण्ड गरिसकेपछिको मान्छे वितृष्णा हुँदैन? अब त्यसो भए अनि तपाईँहरूलाई म तपाईँहरूलाई नै भन्न चाहन्छु र एमाले भित्रका कम्युनिस्टहरूलाई भन्न चाहन्छु क्या, किन तपाईँ युवा साथीहरू जाग्नुहुन्न? अब बदल्नुहोस्, नेतृत्व बदल्न लाग्नुहोस्। यो पाराले गणतन्त्रको रक्षा हुँदैन। फेरि यस्तै खालले तपाईँहरूले जहिले पनि दिनुभयो भने हुँदैन। त्यस कारणले यस्ता खालका मान्छेलाई बदल्न जरुरी छ। हिजो उहाँहरूको दिन थियो होला, धन्यवाद भनौँ, अब राख्नुपर्छ लगेर। ल्याउनेकोलाई त फेरि उहाँलाई सल्लाह पनि दिनुहोस् न, चुनी खेलतिर जाने हो अलि सहज हुन्छ होला। युवाहरू आउनु पर्यो, अब बुढाहरू होइन, युवाहरू आउनुहोस् न। ओके, त्यसो भए अब त्यसो भए मलाई बताउनुहोस् त सर, यो संसद अवरुद्ध
हिजो भयो, आज खुल्छ कि खुल्दैन? होइन, उहाँले गएर के कारणले मैले यो काम गर्नु पर्यो, कारण खोलिदिए भइहाल्यो नि। 10 वटा कारण त दिइसक्नु भएको छ त, कति बोलिराख्नु पर्यो? तपाईँहरू पढ्न आउँदैन र नेताहरूलाई कहाँ दिनुभयो? छप्ती आछ त सञ्चार माध्यममा। त्यो त उहाँले बोले हो कि होइन? कहिलेकाहीँ त फेरि उहाँले यस्तो भन्छ मैले बोलेकै थिइनँ, यो सञ्चार माध्यम ट्रेडमेट गरेर लेखिदियो भनिदियो भने तपाईँ के गर्नुहुन्छ? होइन, कुलमानजी अदालत जानुभएको छ, हितेन्द्रजी अदालत जानुभएको छ, मेरो छिटो निर्णय गर भनेर कुलमानजी ल्याउँदाखेरि हितेन्द्रजीलाई त्यस्तै गरे हो त्यो बेलाको सरकारले, होइन? अब तपाईँहरू भन्नुहुन्छ कि कुलमानलाई गलत भयो, कस्तो सरकारले के गलत गर्यो? कस्तो राम्रो प्रश्न गर्नु हो तपाईँले, हेर्नुहोस् ठ्याक्क अहिले चलिरहेको प्रश्न। हितेन्द्रजीलाई अर्को सरकारले हटायो भन्नुभयो, ठिक छ, उहाँले कुलमानजीलाई लिएर आयो, कुलमानजीलाई लिएर आयो। हितेन्द्रजीको पक्षमा हिजो किन मान्छे लागेन त? यत्रो जनसमर्थन किन भएन त? कुलमानजी भन्दा त पहिला त उहाँ नै हुनुहुन्थ्यो बिचमा, त किन भएन? र कुलमानजीको पक्षमा किन भयो त? प्रश्नहरू यहाँ खडा छन्। म हितेन्द्रजीको चाहिँ विरुद्धमा होइन, मैले के भन्न खोजेको भन्दाखेरि कुलमानजीको सहज रूपबाट जाँदै गरेको जुन अवस्था थियो, त्यो अवस्थामा जान दिएर हितेन्द्रजी फेरि आए भइहाल्थ्यो नि, उहाँले राम्रोसँग चलाए भइगयो नि। किन एउटै व्यक्ति सधैँभरि चाहिन्छ भन्ने पनि छैन, तर राम्रो गरेका व्यक्तिहरूलाई संरक्षण गरौँ। पुरा कार्यकाल दिएको भए हुन्थ्यो, हेरौँ न, संरक्षण गरौँ। तपाईँ मान्नुहोस् न, भनेको हितेन्द्रजीलाई त्यो गर्दाखेरि चाहिँ केही पनि नहुने, कुलमानजीलाई गर्दाखेरि चाहिँ तपाईँहरू चाहिँ संसदै अवरुद्ध गर्नुपर्ने। हितेन्द्रजीलाई हटाउने बेलामा पनि अहिले नियुक्ति गर्ने पार्टीको साथीहरू जो हुनुहुन्थ्यो, पार्टीका साथीहरूले बोल्नुभयो बोल्नु भएन थाहा छैन मलाई। जनताले किन बोलेनन् त? हितेन्द्रजीले गर्न सक्नु भएन होला, देखाउनु भएन नि त पर्फर्मेन्स त्यतिखेर, त्यही भएर हटायो होला। तर अहिले कुलमानजीको पर्फर्मेन्स छ, जनता पक्षमा छन्, उनले एउटा खालको राम्रो काम गरेका छन्, व्यवस्थापन गरेका छन्, होइन? भूमिगत यो काठमाडौँ जस्तो सहरलाई तार रहित बनाउने भन्ने, माथि बाहिरदेखि ओपन तारलाई बन्द गर्ने भन्ने अभियानमा लागेका छन्। भनेपछि यो कार्यकालभित्र उनको सकिन्थ्यो कि? नसकेको कुरा फेरि आयो हुन्थ्यो। उहाँ आफै आएर भनेको सरकारले हतार गर्यो भन्ने, हतार गर्यो नि। तपाईँ एउटा 64मा माओवादीले हतार गरेको सेनाको कटुवाल जिल्ला हटाउन हतार गरे जस्तै अहिले केपी ओलीजीले गर्नुभयो। अब यसको परिणाम के हुन्छ त? होइन, त्यसकारणले यसको परिणाम के त? त्यसकारणले त्यो बेला त सरकार गएको थियो, प्रचण्डले राजीनामा दिएका थिए। मलाई पूर्ण विश्वास के छ भन्नुहुन्छ भने सम्मानित अदालतले स्टे दिन्छ, बिचौलियाको पक्षमा भएको यो निर्णयलाई बदल्छ र उहाँलाई रिस्टे गर्छ। कार्यकाल उहाँले पुरा लिनुहुन्छ, त्यसपछि जो आओस्, हितेन्द्रजी नै फेरि आयो भने केही छैन। तर कार्यकाल कुलमानले पुरै खानु पर्यो, पुरै गर्दा राम्रो हुन्छ। भनेको अब त्यसपछि संसद के हुन्छ त? अब संसद तपाईँहरू पनि सर्वोच्च अदालतै कुर्नुहुन्छ कि संसद खोल्नुहुन्छ? कसरी? तपाईँहरूको पनि दायित्व हो नि। अहिले प्रधानमन्त्रीको कुरा, हिउँदे अधिवेशन पर्खनुहोस् न, अहिले यो बेला विधान बनाउनु छ, नीति नियम ऐनहरू बनाउनु छ, अध्यादेशहरू छन्, त्यसलाई पास गर्नुपर्ने छ, ऐनहरू टेबल भएका छन्, त्यसलाई पास गर्नुपर्ने छ। यो बेलामा संसद अवरुद्ध गरेर गर्न खोजेका के हो तपाईँहरू? खोल्नुहुन्छ कसरी त? त्यसो होइन, यस्तो हो कि प्रधानमन्त्रीले नै अवरुद्ध होस् भन्ने चाहनु भएको छ, नभए त के छ र? रोस्टरमा गएर प्रधानमन्त्री नबोले अरू त्यो रोस्टरमा हुने, जहिले घन्टौँ बोलिरहेको मान्छे एउटा सांसद गएर त्यहाँ गएर दिनु के गाह्रो छ भने कि माग त्यति मात्रै होइन, किन बाल हट गर्ने के? होइन, मलाई टफी चाहियो बाबा, टफी चाहियो भने यस्तो किन गरेर? होइन, उहाँ त बोल्दिनँ भनिसक्नु भएको छ, हिजो बोलिसकेँ म, प्रधानमन्त्री बोल्यो, सक्यो त। यही हो मेरो जवाफ। रोस्टममा खोज्या हो जनताको प्रतिनिधिले, सडकमा खोज्या होइन नि। प्रधानमन्त्रीलाई सडकमा भेटिन्छ र भने त्यसो भए रोस्टमबाट नबोल्दासम्म संसद खुल्दैन? कसरी खुल्दैन मलाई चाहिँ लाग्दैन। उहाँले यो अध्यादेश पास नहुने भएपछि यसलाई बहाना बनाएर विपक्षीहरूले गरे, यिनले काम गर्न दिएनन्, म गरिबका लागि काम गर्न खोजेका थिएँ, दलितका लागि काम गर्न खोजेका थिएँ, मुस्लिमका लागि काम गर्न खोजेका थिएँ, यस्तै यस्तै उहाँले फेरि एउटा उखान-टुक्का ल्याउनुहुन्छ, हाल्नुहुन्छ, अनि त्यसपछि सकियो। अनि उहाँ चाहिँ कस्तो सिपालु हुनुहुन्छ भन्दाखेरि कालो गोरुलाई कमेरो लाएर हो भनेर 1000 रुपियाँ लिन्छ नि, त्यो उखान सुने जस्तो त्यस्तै हुनुहुन्छ। मैले त्यही भन्नेवाला हुनुहुन्छ, हेर्दै जानुहोस्। त्यसो भए सर बडा गजब कुरा भइरहेछ।
गणतन्त्रमा हामी कस्तो नेपालको कल्पना गरे हो, यो परिवेशले कस्तो नेपाल बन्नेछ, पुरानो नेपाल कस्तो थियो, नयाँ नेपाल हामी कस्तो परिकल्पना गरिराखेका छौँ, के हो यो? होइन, गणतन्त्र यो व्यवस्था हो, सत्ता हेर्नुहोस्, व्यवस्था हो, सत्ताभित्रको व्यवस्था र विपक्षी संसदीय अभ्यास, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता जति पनि छन् नि विषयहरू, साँच्चै हामी पुरानो नेपाललाई एकचोटि सम्झिनुहोस् त फर्किएर। त्यो राजाले गरेको शासन र अहिले हामीले गरेको शासन र हामीले दिएको डेलिभरी हुँदै नभएको भन्ने त मैले भन्दिनँ, तर जति हुनुपर्ने हो त्यो हुन सकेन। हामी कहाँनिर अल्झिराखेका छौँ, केले समस्या गरायो, दलहरूलाई कहाँनिर केमा के को स्वार्थ छ, जनताको स्वार्थ हो कि आफ्नो स्वार्थ हो? हामी नयाँ नेपाल कस्तो परिकल्पना गरिराखेका छौँ? तपाईँ एउटा युवा नेता हुनुहुन्छ, प्रतिपक्षी दलको नेता हुनुहुन्छ, मलाई बताउनुहोस् त। समस्या कहाँ हो भन्नुहुन्छ भने भिजन नभएको। भिजन कसको नभएको? देशको शासन चलाएकाहरूको भिजन नभएको। तपाईँ एउटा कुरो मलाई भन्नुहोस्, तपाईँ फेरि हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्री हुनुहुन्थ्यो 66 सालमा, 66 देखि 67मा 21 महिना बस्नुभयो, 14 महिनामा राजीनामा दिनुभएको थियो, त्यतिखेर 6 महिना उहाँ त्यसै बस्नु परेको थियो। त्यो बिचमा 22वटा दल थिए, 22वटा दललाई मिलाएर सँगै सरकारमा सहभागी भएको दलले विदेशबाट पैसा नल्याइकन कुनै पनि यहाँ बनाउन सकिँदैन भन्ने कुरा सोच अगाडि बढाइरहेको थियो। त्यस्तो कठिन परिस्थितिमा पनि त्यो सरकारले गरेका कामहरूलाई तपाईँ हेर्नुभयो भने एउटा ज्वलन्त उदाहरण अहिले तपाईँले उसमा पाउन सक्नुहुन्छ, यो दोलखा जिल्लाको तामाकोसी नेपाली पैसाले नै, हाम्रै पैसाले स्रोत साधनले बनेको त्यो अवस्थामा मान्छे 74 पछिको यता हेर्नुहोस् न, बनेका व्यक्तिहरूको सबै तपाईँले हेर्नुभयो भने उहाँहरूले के बनाउनु भयो त नयाँ चिज? हामीले यो देशलाई जम्मी के हामीले पैसाको लगानी जहाँ गर्छौँ त्यसको कहिले उठ्छ त पैसा भन्ने कुरा प्रमुख कुरा हो। सडकमा लगानी गरेर त पैसा त उठ्दैन होला, निमित्त आउने हो, एउटा कुरो त भइरहेछ। तर हामीले पैसाको प्राथमिकता कहाँ हो त? हामीले लगानी गर्ने प्राथमिकता कहाँ हो त? रिफन्ड कहिले आउँछ त भनेको जहिले पनि नेताहरूको भाषण, चाहे अहिलेकै प्रधानमन्त्रीको सुन्नुहोस्, भाषण के सुन्नुहुन्छ भन्दाखेरि एकदम पर्यटन हो, हाम्रो जलविद्युत हो भन्नुहुन्छ उहाँहरूले। पर्यटनमा कति लगानी गर्नुभयो, जलविद्युतमा कति लगानी गर्नुभयो र किन गर्नु भएको छैन? आज तपाईँलाई म भनौँ, धादिङसँग जोडिएको यो बुढी गण्डकी भन्छ, के भन्छ त्यसलाई, 1200 मेगावाटको छ। त्यसमा सरकारको तर्फबाट जम्मा पैसा गइसक्यो, त्यहाँ चाहिँ लगभग 80-85 अर्ब रुपियाँ गइसक्यो, मुआब्जा लगभग तिरिसकेको छ। अरू बनाउँदैन। अहिले तपाईँ, मैले संस्था, लोकल संस्थाहरूसँग यसो बुझेको, एउटा संस्थासँग मात्रै 3 खर्ब रुपियाँ बजेट छ, 3 खर्ब रुपियाँ उसको डिपोजिट छ। त्यो संस्थालाई मात्रै ल बनाउन त यो बनाऊ, विद्युत प्राधिकरणले बनाउने, त्यो संस्थाबाट ऋण लिने भनेर सरकारले डिसिजन गरेर गरे हुँदैन थियो त? भिजन छैन, भिजनले गर्दाखेरि रोकियो, यिनीहरूसँग भिजन छैन। अब त्यसो भए यो सरकारले, त्यस कारणले सरकार व्यवस्था, गणतन्त्रै चाहिन्छ, अहिलेको व्यवस्थै चाहिन्छ, दलभित्रको विद्रोह चाहिन्छ। त्यो विद्रोह सुरु भइसकेको छ, थाहा पाउनुभयो होला। अहिले 20%, 25% का दरले युवा नेताहरू केन्द्रीय कमिटीमा गएका छन्। अब आउने उसमा तिनीहरूले विद्रोह गरून् भन्ने मेरो अपेक्षा छ। अब त्यसो भए अन्तिममा एउटा प्रश्न सोधेँ सर, सरकारले सुशासनको बारेमा, भ्रष्टाचार नियन्त्रणको बारेमा, सामाजिक न्यायको विषयमा, विकास समृद्धिको विषयमा अगाडि बढिराखेको छ भनेर भनिराख्नु भएको छ। भनेको तपाईँहरू भन्नुहुन्छ सुशासनप्रति, सामाजिक न्यायप्रति, विकास निर्माणप्रति यो सरकार खत्तम छ भन्नुहुन्छ, तर सुशासनमा त राम्रै काम गरेका छ। तपाईँहरूका नेता पनि त अलिअलि पक्राउ परेका छन् नि, त्यसले तपाईँहरूलाई पोल्या हो? एकीकृत समाजवादी को परेको छ? पर्नुभयो को? काभ्रेतिरको हो कि जिल्ला समन्वय समितिको सभापति पर्नुभयो नि सर। यस्तो क्या, व्यक्तिगत काम गर्दा मान्छेको व्यक्तिगत कुरा, उनले आफ्नो पदको दुरुपयोग गरेर कमाए, गरे, भ्रष्टाचार गरे भने एउटा कुरा हो, हेर्नुहोस् होइन। व्यक्तिगत काम गर्दा कसैलाई, मानौँ न मैले पनि काम गरेँ, व्यक्तिगत आफूले जीवन त पाल्नु पर्यो नि त। पार्यो। तपाईँ चाहिँ सामाजिक सेवा गर पनि भन्नुहुन्छ, अनि भोकै बस पनि भन्नुहुन्छ कि आफ्नो जीवन, व्यक्तिगत जीवन पनि त गर्न दिनुहोस्। त्यो भनेको उहाँको विशुद्ध होइन, व्यक्तिगत कुरा हो उहाँको। त्यो व्यक्तिगत कुरालाई पोलिटिकल कुरा नगरौँ। व्यक्तिगत कुरामा चाहिँ उहाँले आफूले काम गर्दा कसैलाई चेक दिनुभयो होला, कसैले के भयो होला, उहाँले तिर्न ढिलो गर्नुभयो होला, एउटा कुरा हो, त्यो अर्को पाटो हो। तर उहाँ समन्वय प्रमुख भएर कुनै गलत गर्नु भएको छ भने भन्नुहोस्, म त्यसको जवाब दिन्छु।
धेरै धेरै धन्यवाद छ। धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य युवा नेता नितेश पौडेल। हवस् त आजको लागि कार्यक्रम ग्लोबल टक यति नै। सम्पूर्ण टिमसहित मलाई पनि आज्ञा दिनुहोस्। नमस्ते।